यो ब्रह्माण्डले तपाईलाई प्रकट गर्ने एनर्जी, फ्रिक्वेन्सी र भाइब्रेसनलाई बुझ्न चाहनुहुन्छ भने सबैभन्दा पहिला क्वान्टम इन्ट्याङ्गलमेन्टलाई बुझ्नुहोस्। क्वान्टम इन्ट्याङ्गलमेन्ट भनेको यस्तो एउटा क्वान्टम थ्योरी हो जहाँ चाहिँ तपाईले आफ्नो बारेमा जे सोच्नुहुन्छ, जस्तो महसुस गर्नुहुन्छ त्यस्तै यो ब्रह्माण्डले तपाईप्रति प्रकट गर्छ। भन्नुको मतलब तपाई जुन फ्रिक्वेन्सी लेभलमा हुनुहुन्छ यो ब्रह्माण्डले तपाईलाई त्यही लैजान्छ। तपाई पोजिटिभ फ्रिक्वेन्सी लेभलमा हुनुहुन्छ भनेपछि तपाईलाई ब्रह्माण्डले पोजिटिभ एनर्जी स्टेट र पोजिटिभ इन्भाइरोमेन्टमा लैजान्छ। यदि तपाई नेगेटिभ एनर्जी स्टेटमा हुनुहुन्छ भने आफै ब्रह्माण्डले तपाई नेगेटिभ इन्भाइरोमेन्टमा लैजान्छ। भन्नुको मतलब तपाई आफ्नो बारेमा जस्तो महसुस गर्नुहुन्छ त्यस्तै ब्रह्माण्डले तपाईलाई अथवा तपाईको हृदयलाई, तपाईको औरालाई चाहिँ त्यस्तै इन्भाइरोमेन्ट र त्यस्तै स्टेटमा लैजान्छ। त्यही भएर तपाई आफ्नो बारेमा कहिले पनि नेगेटिभ नसोच्नुहोस्। तपाई आफ्नो बारेमा